छुटुल दिछिन अर्थात रीति प्रदर्शनको उत्सव। तिब्बती परम्परा अनुसार बुद्ध शाक्य मुनिको जीवनका प्रमुख घटनाहरूको सम्झनामा मनाइने बौद्ध पर्वहरूमध्ये एक विशेष पर्व हो यो। छुटुल दिछिन तिब्बती नयाँ वर्ष लोसारको लगत्तै पछि आउँछ। यो तिब्बती पात्रोको पहिलो महिनाको 15औं दिन पूर्णिमाको दिनसम्म पर्दछ, जुन यो वर्ष भने मार्च 3 तारिक 2026 मा परेको छ। वर्षका पहिलो 15 दिनहरू यसरी धार्मिक उत्सवहरूको रूपमा धुमधामसँग मनाइन्छ, जसमा भगवान बुद्धले विभिन्न रीति शक्तिहरू प्रदर्शन गर्नुभएको थियो। बुद्धको कथा एपिसोड 4 महाप्रतिहार्य र भित्री रूपान्तरण। नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई बुद्धका अमूल्य कथाहरूको यो श्रृङ्खलामा, जहाँ हरेक शब्द केवल शब्द मात्र होइन, तपाईको चेतना जगाउने एउटा मन्त्र हो। बुद्धका कथा जीवनको सार। साथीहरू, के आँखाले देखिने चमत्कार नै सत्य हो त, कि त्यो भन्दा पनि गहिरो केही अर्कै सत्य छ के भन्नुहुन्छ? आउनुहोस्, आज हामी श्रावस्तीको त्यो प्रसिद्ध घटनाको चर्चा गर्नेछौँ, जसलाई बौद्ध धर्ममा महाप्रतिहार्य भनिन्छ। छुटुल दिछिन तिब्बती नयाँ वर्ष लोसारदेखि मनाइन्छ। अघि नै भनियो, यो तिब्बती पात्रोको पहिलो महिनाको 15औं दिनसम्म धुमधामसँग सबै धर्मावलम्बीहरूले मनाउने गर्छन्। यस बेला सबैले जति सक्दो धर्म गर्ने कोसिस गर्छन्, पूजा गर्छन्, सूत्रहरू पढ्छन्, बेचा पर्छन्, धूप बत्ती प्रसादहरू चढाएर जति सक्दो धर्म कमाउने मौका लिन्छन्। त साथीहरू, यो रीति प्रदर्शन केवल एउटा जादु देखाउनु मात्र थियो त? आउनुहोस्, यसको वास्तविक रहस्य आज हामी बुझौँ। रीति प्रदर्शनको एउटा घटना। श्रावस्तीको आँगनमा हजारौंको भिड थियो। एकातिर भगवान बुद्धका विरोधी 6 जना अहंकारी तीर्थिकहरू थिए, जसले बुद्धलाई कोच्याउन र आफ्नो शक्ति देखाउन चुनौती दिइरहेका थिए। अनि उनीहरूको माग के थियो भने, यदि तिमीसँग शक्ति छ भने हे भगवान बुद्ध, तपाईले आफ्नो चमत्कार देखाउनुपर्छ। यद्यपि भगवान बुद्धले चमत्कारको विरुद्ध हुनुहुन्थ्यो उहाँ, तर पनि जब आफ्नो धर्मको रक्षा अनि शिष्यहरूको श्रद्धा जगाउन आवश्यक थियो, त उहाँले यसरी आफ्नो रीति शक्तिहरू प्रकट गर्नुभयो। घटना। अचानक बुद्धको शरीरबाट आगो र पानीको धारा एकै साथ प्रवाहित भयो। उहाँको स्वरूप आकाशभरि फैलिएर गयो, मानव अनगिन्ती बुद्धहरूले ब्रह्माण्ड नै भरिएको रहेछ। सबै मानिसहरू स्तब्ध भए। विरोधीहरूको अहंकार धुलोमा मिलेर गयो। तर भगवान बुद्धको वास्तविक चमत्कार त त्यहाँ रोकिएको थिएन। उहाँले भन्नुभयो, यो त केवल मनका खेल हुन्। साँचो प्रतिहार्य चमत्कार त त्यो हो जसले मानिसको अज्ञानतालाई हटाएर ज्ञानको प्रकाश दिन सक्छ। यो कथाको असली महत्व यो हो कि बुद्धले चमत्कार प्रभाव जमाउनको निम्ति होइन, तर करुणा जोगाउन र धर्मको साँचो अर्थ बुझाउनको निम्ति यो देखाउनु भएको थियो। अहंकारको अन्त्य हुन पर्छ। जब बाहिरी शक्ति परास्त हुन्छ, तब मात्र भित्री ज्ञानको ढोका खुल्छ। पुण्यको शक्ति हुन पर्छ। तिब्बती परम्परामा यसलाई छुटुल दिछिन भनेर भनिन्छ। विश्वास गरिन्छ कि यस समयमा गरिने एउटा सानो भन्दा सानो राम्रो कर्मको फल पनि करोडौं गुणा बढेर जान्छ। त्यसैले त बौद्ध धर्मावलम्बीहरू यस समयमा जति सक्दो मन्दिर जान्छन्, गुम्पा जान्छन्, ढोग्छन्, पूजाहरू चढाउँछन्, फूल प्रसादहरू चढाउँछन्, हजारौं लाखौंको संख्यामा दियोहरू चढाउँछन् र यसरी पुण्य कमाउनको निम्ति उहाँहरू कुनै बाँकी नै राख्दैनन्। मरिमेटेर सबैले धर्म गर्छन्, मासु खान पनि छोड्छन्, अनि जति सक्दो धेरैले सब्जीहरूमाथि नै आफ्नो खानालाई यसरी उहाँहरूले कन्ट्रोल गरेर बसेका हुन्छन्। त यसको यति साह्रो महत्व छ भनेर साध्य नै छैन। तर आउनु श्रोताहरू, दर्शकहरूले बाहिरी चमत्कारले चाहिँ मानिसलाई आकर्षित मात्र गर्छ है,
भित्री रूपान्तरले मानिसलाई मुक्त गर्छ, अज्ञानतादेखि टाढो राख्छ। साँचो शक्ति अरूलाई झुकाउनु होइन, आफ्नो क्रोध, आफ्नै लोभ, ईर्ष्यालाई जित्नु पो हो त। आजको युगमा हामी बाहिरी फिल्टर र डिस्प्लेको पछि दौडिरहेका छौँ। यो सबैलाई विदित भएकै कुरा हो। हामी अरूलाई प्रभावित पार्न चाहन्छौँ, तर याद राख्नुहोस्, जब तपाईँ कसैले नदेख्दा पनि इमानदार बन्नुहुन्छ नि, त्यो चाहिँ साँचो चमत्कार हो, साँचो धर्म हो। जब तपाईँ रिस उठाउने मान्छेलाई पनि मुस्कानले जवाब दिन सक्नुहुन्छ भने त्यो महाप्रतिहार्य हो। जब तपाईँ आफ्नो स्वार्थभन्दा पनि माथि उठेर अरूको सेवा, निस्वार्थ सेवा गर्नुहुन्छ नि, त्यो नै बुद्धत्वको मार्ग हो। मित्रहरू, यो महाप्रतिहार्य दिवसमा बाहिर चमत्कार नखोजौं, बरु आफ्नो मनभित्र करुणाको दियो बालौं, अज्ञानताको अन्धकारबाट आफूलाई निकालेर प्रज्ञाको ज्योति बालौं र प्रज्ञाकै बाटोतिर हामी लागौं। साथीहरू, यदि यो कथाले तपाईलाई अलिकति पनि मनमा प्रभाव पार्न सक्यो भने यसलाई शेयर गरेर बुद्धको यो सन्देशलाई धेरै भन्दा धेरै मानिसहरूसम्म पुर्याउन हामीलाई मद्दत गर्नुहोस्। हामी फेरि पनि यस्तै रीति प्रतिहार्यको अन्य चमत्कारी घटनाहरूले लिएर फेरि भेट्नेछौँ। तबसम्मलाई भवतु सब मङ्गलम्।